हामी चाहिँ यहाँ नाम्ची चारधाम पनि आइपुग्यो है। चारधाम मन्दिर देख्न सक्नुहुन्छ, दामी क्या शिवजीको मन्दिर है। मन्दिर दामी छ है, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ दामी रहेछ क्या तर मन्दिर। यस्तो दामी छ क्या होइन, यस्तो बवाल छ यहाँ चाहिँ है, यस्तो दामी छ। ठुलो रहेछ क्या यहाँ चाहिँ मन्दिर चाहिँ होइन, ठुलो रहेछ यहाँ चाहिँ मन्दिर चाहिँ, यस्तो दामी दामी रहेछ क्या होइन। सिनहरू पनि बवाल रहेछ यहाँ चाहिँ, देख्न सक्नुहुन्छ। फाइनली हामी चाहिँ यहाँनिर चारधाम घुमेर नि अब फर्किन लागेको है। सबैजना फर्किसके, राम्रो रहेछ तर है, घुम्ने जग्गा चाहिँ बवाल रहेछ, यस्तो दामी मन्दिर छ है। सो त्यही अब हामी चाहिँ फर्केको। यहाँबाट पनि फेरि अझै राबोङला जानुपर्ने छ, टक्क राबोङला जाने नि त यहाँबाट हो। यस्तो सटिसक्यो होइन, हामीले चाहिँ टक्क लगाएर यहाँ मन्दिरको टक्क फोटोसोटो लियौँ है, फोटो पनि खिचेँ, अन्त टक्क लगाएर भिडियो सिडियो बनाएँ। अब चाहिँ टक्क लगाएर फर्किनु पर्ने हुन्छ हामी चाहिँ है। सो त्यही हो, तपाईँहरू पनि आउनु सक्नुहुन्छ नाम्ची है, नाम्ची चारधाम। हामी चाहिँ अब फर्किसकेको। सो हामी चाहिँ धेरै तल आइपुगिसक्यौँ, यो मन्दिरबाट पनि है तल आइपुगिसकेँ। टक्क यहाँबाट चाहिँ म्याप्स, यहाँबाट चाहिँ म्याप स्याप हेर्ने नि त होइन, टक्क है, यस्तो दामी छ। यहाँ चाहिँ धेरैजना अब पूजा गर्नु है, त्यस्तोको लागि आएको हुन्छ है, कतिपय पूजासुजा गर्ने है। सो पूजा गर्ने सामान चाहिँ यहाँनिर टक्कै यहाँनिर पाउँछ, पूजाको सामानहरू चाहिँ यहाँनिर पाउँछ है, यहाँबाट किनी लगेँ है। टक्कै मन्दिर छिर्ने गेटमै छ, पूजाको सामानहरू पनि यहीँ पाउँछ है। टक्क जुत्ता चाहिँ यसरी खोलेर राख्नुपर्ने हुन्छ होइन, जुत्ता चाहिँ तललाई राख्नुपर्ने हुन्छ यसरी टक्क। मन्दिर त्यहाँ छ भने यहाँ खोलेर राख्नुपर्छ क्या जुत्ताहरू चाहिँ है, जुत्ता चाहिँ यहाँ खोल्नुपर्ने हुन्छ टक्क। यहाँ चाहिँ टिकट काउन्टर है, टिकट चाहिँ ट्याक्क यहाँ काट्नुपर्ने हुन्छ।